Yes, baby. Let's go. नानीलाई चाहिँ स्पेशली कङ्ग्रेचुलेसन। ल यही आएको हो र। हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार, वेलकम ब्याक टु माई च्यानल अगेन। दिस इज मेरो पाण्डे। सो फेरि पनि आइसकेको छु न्यू डे न्यू ब्लगको साथमा साथीहरू। आज चाहिँ म बिर्तामोड जानु लाग्छु सामानहरू सपिङ गर्नको लागि। सो के कस्तो हुन्छ आज हुन्छ नि, ढिलो ढिलो भिडियो स्टार्ट गरे पनि आज म इभिनिङ साइडतिर चाहिँ भिडियो गर्नेछु। यहाँ अल्छी लागेर एकछिन सुतेको भन्दा पनि म चाहिँ बाबुले स्कुलबाट आएर होमवर्क गराउँदैछु साथीहरू। यहाँ म चाहिँ सुतेर हेरिदिने, आफै होमवर्क गरेको ममा चाहिँ सुतेर हेरिदिएको मात्रै है छोरू है। सो यो रुमको होमवर्क सकेपछि हामी एकछिन बिर्तामोड जानेछौँ के सामानहरू सपिङ गर्नको लागि। सो के कस्तो हुन्छ भिडियो गर्नेछु, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त। ल साथीहरू, हामी चाहिँ बिर्तामोड जाँदैछौँ। युरोम र म त्यही त युरोम र म चाहिँ हामी बिर्तामोड जाँदैछौँ। ठिक्क बाटोमा यहाँ नानीलाई भेटेँ। हेलो नानी। नानी पनि बिर्तामोड जानु हुँदैछ। सो अब हामी बिर्तामोड जान्छौँ। के छ खबर सन्चै हुन्छ? अनि नानीलाई चाहिँ स्पेसली कङ्ग्रेचुलेसन, न्यू जब स्टार्ट गर्नुभएको छ भर्खरैदेखि। ल धन्यवाद हजुरलाई, वेलकम छ चढ्नु। बिर्तामोडै गएको नानी। बाई बाई नानी, बाई बाई। ए यहाँ एड चेन्ज भएछ कि अस्ति अर्कै थियो सुशान्त केसीको मोबाइलको, गइसकेछ ल हिँडे बाबा। सो साथीहरू, अब भित्र गएर चाहिँ म सामानहरू किन्नु पर्ने छ। केही सामानहरू म हजुरहरूलाई वहीँ गएर भन्छु के सामान किन्न आएको छु भनेर चाहिँ। लेट्स गो बेबी। आउनु यता, यता छ ममाको काम। आऊ यहाँ पनि होइन हेर है, ममा कहाँ लान्छु बेबीलाई। यता पनि होइन, यता पनि होइन। ल यही आएको हिँड। फोन नम्बर भनिदिनुहोस् न। 98 सक्छ। इमेल आइडी अब जानुपर्छ ल। वेलकम। ल साथीहरू, मैले सामान किनेर पनि आइसकेँ है। अनि अहिले चाहिँ फेरि एक्सपेन्सिभ सामानहरू छ यहाँ चाहिँ साथीहरू। अहिलेसम्मकै सायद एक्सपेन्सिभ होला यो सामानहरू चाहिँ मेरो है। अनि के किनेको छु म हजुरलाई घर पुगेर देखाइहाल्नेछु। ओके यस बेबी। ल लेट्स गो साथीहरू। यो चाहिँ मेरो अहिले भर्खर किनेको न्यू सेटको लिपस्टिक है। मैले ट्राई गरिहेरेको छु। ल साथीहरू, हामी चाहिँ काम सकेर सामान किनेर फेरि यहाँ ग्रोसरीमा आएको छौँ। केही सामानहरू किन्न त छैन, तर युरोमले किन लिएको मलाई थाहा छैन। किन लिएको युरोम मलाई के किन्ने? युरोम यहाँ आयो भने ग्रोसरीमा जहिले यहाँ आएर सामानहरू हेर्ने हो। म चाहिँ अब मेरो लागि केही सामान किन्छु। यो लाइन ल्याउनलाई हेलो साथीहरू, यहाँनिर मैले चाहिँ ब्युटी ब्लेन्डर छुटेको थियो। अनि सामान किनेर अब युरोमले केक खाने र एउटा केक किनिदिनको लागि जाँदैछु म चाहिँ।
हजुर आइसक्रिम होइन बाबा तिमीलाई म केक किनिदिन्छु ल केक खाने कि आइसक्रिम खाने खोक्छ आऊ यहाँ हो र चक्लेट केक खाने सिस्टर यता आउनु न एकछिन केक बेबी तिमीले पिङ्क खाने कि व्हाइट कलरको व्हाइट फरेस्ट खाने यो चक्लेट खाने चक्लेट केक खाने ल अनि पढ्ने कि नपढ्ने चक्लेट केक खाएर माया गर म पनि माया गरिदिन्छु लिपस्टिक लागोस् लाग्यो ला लिपस्टिक लाग्यो ए मलाई यो दिनु न चक्लेट केक दिनु न यो कतिको फ्रेस हो आजको हो यो लास्टको वाला लास्ट हजुर होइन कतिको फ्रेस हो आजकै हो एउटा दिनु न नानीले खाने हो मिठो थ्याङ्क यू छोरो लगाएको छ छैन हजुर ल साथीहरू बेलुका भइसकेको छ बाहिर चाहिँ ल बेलुकी भइसकेको छ साथीहरू घाम चाहिँ निभेछ अब हामी चाहिँ कपडा लगेको थियो मेरो हस्बेन्डलाई हिजो कपडा ठुलो भएको छ नि त सो कपडा साट्नको लागि जान्छौँ हामी कपडा पसलमा फेरि काम छ जाउँ राजा आइसो कस्तो हो र साथीहरू हामी चाहिँ कपडा एक्सचेन्ज गर्न जाँदैछौँ मेरो हस्बेन्डको लागि लगिदिएको टी सर्ट चाहिँ अलिक अर्कै खालको लानुपर्ने भएको छ साइज सुन्नु यो कपडा अलिक ठुलो साइज दिनुपर्ने भयो चाहिँ मैले यहीँबाट लगेको थिएँ कि ल कन्फ्युज भयो है ल यही दोकान जस्तो लाग्छ मलाई चाहिँ तर अर्कै दोकान परेछ म कस्तो कन्फ्युज भएको यहाँ चाहिँ भाइ बस्नुहुन्थेन नि तपाईँ नि सधैँ बस्ने ए यो लाइन चाहिँ हो रहेछ बेबी नि बेबी र ममा झुक्किनु सेम रहेछ नि त फेरि तपाईँको दोकान पल्लो लाइनमा गएर पुरै कराएँ कि यहीँबाट लगेको भन्छु अनि फेरि भरे त कतिवटा दोकान खोज्दा पनि थाहा भयो यहाँ रहेछ दोकान चाहिँ फेरि साटिदिनु न यो सानो भयो साइज नै अर्को साइज सेम रहेछ नि त पल्लोपट्टि र ओल्लोपट्टि नि यो घडी बनाइदिनु न दाजु ब्याट्री फेरिदिनु ल अहिले मिल्दैन यहाँ छौ तिमी बिर्दामोडमा ल साथीहरू पुरै रात परिसकेको छ अहिले चाहिँ मेरो चाहिँ घडीमा ब्याट्री सकिएको थियो यहाँ ब्याट्री फेर्दैछु बेबी आज रात पऱ्यो त हौ यहाँ हेर न राति भयो आज 150-250 को छ 1 साल ग्यारेन्टी हुन्छ हजुर यो चल्ने बनाएको घडी चल्ने बनाएको त अनि अघि चलेको थिएन नि पुरै ब्याट्री सकेको थियो मेरो ममाको घडीमा अनि बनाएको के सानो अस्ति त भएकै थिएन छोजु के बेबीको नाम के हो भन्दै त यहाँ हेर न हजुर तातो भयो होला नि अब 50 चाहिँ 150 सोचे लगाइदिनु भएको नि यहाँ लगाइदेऊ त ल खिडिक पारिदेऊ यहाँ खिडिक पारिदेऊ ग्यास त हुँदैन ल घडीमा तर थिच ए मासु चिप्ट्यायो लगाइदिनु त दाजु छोराले भन्छ ग्यास जान्छ अरे ल
अहिले 5:30 हुन लागेको छ। ल लेट्स गो बेबी। ल साथीहरू हामी सब्जी किन्नको लागि आएको छौँ कृषि थोक बजारभित्र। काँक्रा यो काँक्रा कसरी अङ्कल? 150। यो लोकल काँक्रा हो? लोकल काँक्रा हो यो? ए यस्तो खालको चाहिँ भित्र गुदी सानो हुन्छ नि कि छिप्पिएको हुन्छ अङ्कल? छिप्पिएको हुन्छ कि कस्तो हुन्छ यस्तो भित्र? राम्रो हुन्छ यो लोकल काँक्रा हो। सबै लोकल हो त भने? 1 केजी जस्तो दिनु न अङ्कल। भयो अब घर जाने। हजुर म पनि गलिसकेँ अब घर जाऊँ ल। साथीहरू नरिवल पनि लानुपर्ने थियो पूजाको लागि। खुजुरा रहेछ लिची लानु पर्यो एउटा। अरू 500 रुपियाँ पर्ने चाहिँ दुना चाहिँ कुन चाहिँ ठुलो छ यो कि यो उस्तै हो दुइटै प्राइस? प्याकिङ गरिदिनु न। अरू त केही चाहिँदैन होला नि सामानहरू? सो साथीहरू फाइनली म चाहिँ घर आइसकेँ। अनि घर आउँदा चाहिँ अहिले भएको रहेछ 6:30 भएछ है। पुरै राति भएको छ। सो अनि के ले बजारबाट म हजुरहरूलाई देखाउँछु ल साथीहरू। फर्स्टमा चाहिँ साथीहरू मैले मेरो हस्बेन्डको लागि यो बाहिरबाट लाउने के भन्छ यो स्विट सिटर भन्छ न के भन्छ। सो मैले यो ल्याइदिएको छु मेरो हस्बेन्डलाई। मलाई त कत्रो ठुलो हुने के। सो यो मैले मेरो हस्बेन्डको लागि ल्याइदिएको है त। यस्तो वाला मैले हजुरलाई अघि देखाएको पनि थिएँ लोकल खालको काँक्रा चाहिँ मैले कस्तो मिठो खालको हुन्छ यो चाहिँ। यो ले 1 केजी। अनि अर्को कुरा के ले भन्दाखेरि यो चाहिँ के हो हेर्छु न। ए वाउ यो चाहिँ मैले अम्बा लिएको थिएँ साथीहरू। 1 केजी अम्बा। यो पनि त्यस्तो ठुल्ठुलो खालको। यो अम्बा चाहिँ मलाई एकदम मनपर्छ। साँधेर होरेर खाना चाहिँ मिठो हुन्छ है। यो क्यारोट पनि ल्याएको थिएँ थोरै। आज खास कामको लागि गएको भनेको थिएँ साथीहरू। म यो कामको लागि गएको थिएँ। हजुरहरूले गेस गर्नु ल के काम होला। यो मैले टपरा दुना छ यहाँनिर है पूजाको सामग्री है यो चाहिँ। अनि यहाँनिर छ यहाँनिर चाहिँ यस्तो नाक पनि चाहिँदो रहेछ। यो चाहिँ नाक रहेछ साथीहरू। मैले फर्स्ट टाइम थाहा पाएको है। यहाँ छ मेरो एकदमै एक्सपेन्सिभ खालको सामानहरू चाहिँ। सो फर्स्टमा लिएको छु मैले यो एले गर्लको आई स्याडो प्यालेट। यो चाहिँ मस्करा ल्याएँ एउटा मस्करा। यो पनि अलिक महँगै पर्यो। कति पर्यो भन्दाखेरि वाउ यो लिपस्टिक ल्याएँ मेलानीको है। यो पनि अलिक महँगै पर्यो। कति पर्यो भनेदेखि 1350 परेछ यो। अनि यसको चाहिँ एउटा कन्सिलर पनि लिएँ। अनि यो चाहिँ ब्युटी ब्लेन्डर। अनि के लिएँ अरू? अनि अर्को यो लिएँ सरी लिप लाइनर लिएँ। ल साथीहरू आजको मेरो सपिङ चाहिँ यस्तै रहेको छ। यो चाहिँ मेरो मेकअपहरू एकदमै जरुरी थियो। एकदम नकिनी नहुने भइरहेको थियो। सो यो सामानहरू लिएँ। अर्को स्पेसल काम भनेको चाहिँ यो मेरो केही शुभ साइडको लागि चाहिँ के भन्छ शुभ मुहुर्तको लागि चाहिँ चाहिने सामानहरू चाहिँ अलिकति केही नपुग्थ्यो। नभएको घरमा नभएको सामानहरू चाहिँ मैले यो लिएर आएको छु। ल साथीहरू आजको भिडियो त्यस्तै रहेको छ। भिडियो हेरेर अन्तिमसम्म आइदिनु भएको हजुरहरू सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। मच लभ टेक केयर बाई बाई।